भाषाकै कुरा गरौँ, सुरुमा अङ्ग्रेजी चाहिँ कसरी बोल्नु भयो? डिफिकल्टिज त थियो होला नि? पहिलो कुरा मैले होइन एउटा ब्ल्याक टी भन्ने कुरा गरेँ, ब्ल्याक टी होइन, ब्ल्याक टी खाने भनेर मान्छेले सोद्धाखेरि के होला क्या ब्ल्याक टी होइन, त्यो पनि थाहा थिएन क्या। ब्ल्याक टी होइन एक्साइटेड होइन, केही खाने मिठो खाने गरेर आउला जस्तो लाग्थ्यो। पछि फिका चिया आयो कि त्यो पनि खायो भने। अनि खैरेहरूसँग नि गाइडिङ गरेर जाँदाखेरि पनि, गाइडिङ नभए पोहोरै गरेर जाँदाखेरि उनीहरू सोद्धाखेरि पनि होइन, कतिपय पहिला अहिलेको गाइडहरू त्यस्तो छैन। पहिलाको गाइडहरू चाहिँ के भने अलिकति बढी पैसा टिप्सहरूमा बढी दिए पनि उनलाई खाइदिने, नबनिदिने कि पोहोरलाई मैले तिमीलाई यति दिएको छ है भनेर भने पनि पोहोरले बुझ्दैन। नबुझेपछि त्यही चाहिँ इङ्ग्लिस धेरै महत्त्व रहेछ जस्तो लाग्यो मलाई। त्यतिखेर लेख्न पनि त्यति राम्रोसँग आउँदैन होइन। पछि चाहिँ कसरी सिकेँ जस्तो खैरेसँग गर्दा मैले लजाएन क्या। अनि लास्ट भनेको चाहिँ एउटा दुश्मन रहेछ जस्तो लाग्यो आफ्नो लागि। अनि त्यही तरिकाले चाहिँ मैले चाहिँ सिक्दै गएँ।